हेलो गाइज, आज म तपाईँहरूलाई पेन किलर खानुभन्दा अगाडि किन खाना खानुपर्छ र यदि तपाईँहरूले खाली पेटमा पेन किलरहरू खानुभएको छ भने के असर हुनसक्छ तपाईँको पेटमा, त्यो आज म बताउन गइरहेको छु तपाईँहरूलाई यो भिडियोको मार्फत। हामी फार्मासिस्ट र डक्टरहरूले यस्तो किन भन्छ भने तपाईँहरूलाई एउटा ठुलो रिजन छ यसको बिहाइन्ड चाहिँ। इक्जाम्पल लिम, आइबुप्रोफेन खानुभयो। आइबुप्रोफेन के हो भने नन स्टेरोइडल एन्टी इन्फ्लेमेटरी ड्रग हो। यसले के गर्छ भने त्यो प्रोस्टाग्ल्यान्डिनको प्रोडक्सनलाई नै रोकिदिन्छ। कसरी भनेपछि कक्स इन्जाइम जसले प्रोस्टाग्ल्यान्डिन केमिकल रिलिज गर्छ त्यसलाई नै इनिबिट गरिदिन्छ। अब कक्स इन्जाइमलाई नै इनिबिट गरिसकेपछि के भयो, अब प्रोस्टाग्ल्यान्डिनको मात्रा पनि कम भयो। प्रोस्टाग्ल्यान्डिनको काम के थियो भनेपछि स्वेलिङ, पेन, फिभर कज गर्ने चाहिँ प्रोस्टाग्ल्यान्डिन हो। त प्रोस्टाग्ल्यान्डिनको अर्को एउटा काम पनि हुन्छ कि दिनको काम के हो भने जिआई ट्र्याकमा प्रोटेक्टिभ एउटा सिस्टम बनाउने हो। अनि अब एनआइसिआइडी खाइसकेपछि प्रोस्टाग्ल्यान्डिनको एमाउन्ट घटिसकेपछि अब सिस्टम जस्तो जिआई ट्र्याकमा प्रोटेक्सनको मात्रा पनि घटेको छ। अब प्रोटेक्सनको मात्रा घट्यो र तपाईँहरूले खाली पेटमा त्यो दबाई खाइहाल्नु भएको छ भने त्यहाँ एसोफेजियल इरिटेसन, स्टोमक अल्सर, ब्लिडिङ, अप्पर इन्टेस्टाइनल ब्लिडिङ, स्टोमक इन्फ्लेमेसन त्यस्तोहरू कोज गर्न सक्छ। त्यही भएर खाना यदि तपाईँहरूले खानुभएको छ भने चाहिँ तपाईँबाट हुने जुन इरिटेसन, ग्यास्ट्रिक ब्लिडिङ यिनीहरू चाहिँ तपाईँहरूले प्रिभेन्ट गर्न सक्नुहुन्छ। इक्जाम्पल दिन्छु, न्याप्रोक्सिन, डाइक्लोफिनेक, इन्डोमिथासिन, आइबुप्रोफेन यिनीहरू चाहिँ एनआइसिआइडीमा पर्छ। यसलाई चाहिँ अलिकति डिटेलमा पनि बुझाउन सकिन्थ्यो तर मैले चाहिँ सर्टकटमै बुझाइदिएको छु। यदि तपाईँहरूलाई यस्तै भिडियोहरू चाहिएको छ भने मलाई फलो गरेर राख्नु होला। फेरि भेटौँ अर्को भिडियोमा। त्यससम्मको लागि बाई।